माननीय प्रेम सुवालज्यूले महत्त्वपूर्ण प्रश्न गर्नुभएको छ, धन्यवाद। र त्यस सम्बन्धमा नेपाल वायुसेवा निगम नेपालको महत्त्वपूर्ण सार्वजनिक संस्था हो। निगमको संस्थागत सुधार, व्यावसायिक विकास मार्फत नेपालको हवाई यातायातको क्षेत्रमा योगदान सहित पर्यटन क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने गरी मन्त्रालयले सुधारको पहल कदमी लिँदै गरेको छ। विभिन्न सुधारका समितिहरू गठन गरी सुझाव प्राप्त गर्दै कार्यान्वयनमा लगिरहेको छ। निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको छ। व्यवस्थापन करार भनेको बिक्री होइन। मन्त्रालय निगमको सारभूत परिवर्तनको लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णयमा पुग्नु अघि व्यापक छलफल हुने नै छ। निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको सरकारको विषय रहेकोले निगम सम्बन्धमा मन्त्रालयबाट चालिने कदम पारदर्शी र राष्ट्रिय हित केन्द्रित हुनेछ र राखिने व्यवहार जानकारी गराउँदछु। यसमा कुनै ढाकछोप गर्नुपर्ने विषय छैन।